तपाईलाई पनि ससाना कुरामा धेरै सोच्ने बानी छ? दिमागले एउटै कुरा बारम्बार खेलाइरहन्छ भने आज म तपाईलाई ओभरथिंकिङ रोक्ने 5 वटा सजिला तरिका बताउँछु। नम्बर 1, जुन कुरा तपाईको कन्ट्रोलमा नै छैन त्यसबारे धेरै सोचेर आफ्नो समय र एनर्जी खेर नफाल्नुहोस्। सबै कुरा हाम्रो हातमा हुँदैन, त्यसैले जे बदल्न सकिदैन त्यसलाई स्वीकार्न सिक्नुहोस्। नम्बर 2, दिमागमा धेरै कुरा थुपारेर नराख्नुहोस्। मनमा जे आउँछ त्यसलाई एउटा डायरीमा लेख्नुहोस्। विश्वास गर्नुस्, पानामा आफ्ना सोचहरू उतार्ने बित्तिकै दिमागको आधा बोझ कम हुन्छ र तपाईले एकदमै हल्का महसुस गर्नुहुनेछ। नम्बर 3, आफूलाई सधैँ बिजी राख्नुहोस्। ओभरथिंकिङ प्राय खाली बसेको बेला मात्र आउँछ। धेरै सोच आउन थाल्यो भने तुरुन्त बसेको ठाउँबाट उठ्नुहोस्, कतै बाहिर हिँड्न निस्किनुहोस्, मनपर्ने गीत सुन्नुहोस् वा सानो काम गर्न थाल्नुहोस्। शरीर व्यस्त भएपछि ध्यान आफै कामतिर मोडिन्छ र दिमाग पनि शान्त हुन थाल्छ। नम्बर 4, आफ्नै सोचलाई स्टप भन्नुहोस्। जब दिमागमा एउटै कुरा घुमिरहन्छ, गहिरो सास लिनुहोस् र मनमनै भन्नुहोस्, बस अब पुग्यो। यसले सोचको चक्रलाई तुरुन्त रोक्छ र दिमागलाई शान्त बनाउँछ। नम्बर 5, आफैलाई एउटा प्रश्न गर्नुहोस्। जुन कुराले अहिले तपाईलाई यति धेरै टेन्सन दिइरहेको छ, के त्यसले 1 वर्षपछि तपाईको जीवनमा कुनै फरक पार्छ? यदि पार्दैन भने त्यो कुरालाई 1 मिनेट भन्दा बढी सोचेर आफ्नो अमूल्य समय बर्बाद नगर्नुहोस्। अन्त्यमा याद राख्नुहोस्, तपाईको दिमाग तपाईको साथी हो, दुश्मन होइन। तपाईले आफ्नो सोचलाई जति धेरै कन्ट्रोल गर्न खोज्नुहुन्छ त्यति नै दिमागमा दबाव बढ्छ र ओभरथिंकिङ झन् ठुलो हुँदै जान्छ। त्यसैले आउने हरेक सोचसँग लड्ने होइन, त्यसलाई बिस्तारै स्वीकार्दै आउन र जान दिनुहोस्। ओभरथिंकिङ एकैचोटि हराउँदैन, तर हरेक दिन यसलाई कम गर्न सानो अभ्यास गर्दै जानुभयो भने एक दिन दिमाग आफै शान्त हुन सिक्छ।